हजुरहरू सबैलाई एउटा प्रश्न सोध्ने मन छ। आजभन्दा 4 वर्ष अगाडि प्युठान जुम्रीमा एउटा बच्चा जन्माएर फालेको थियो। रोइरहेको अवस्थामा मानिसहरूले भेटेका थिए र यस्तो घटना नेपालका कुना कुनामा पनि पाइन्छ। त्यति मात्रै भएन, विश्वभरिमा पनि यस्ता घटनाहरू घट्छन् र यसरी जन्माएर फालेका नानी बाबुहरू रोइरहेको अवस्थामा मान्छेले भेट्दा ती नानी बाबु कुन धर्मको हुन्छन् ल एकचोटि नरिसाइकन बताउनु होला न। यसैले गर्दा कुनै मानिसको धर्म हुँदैन, उसले हृदयले फलो गर्ने कुरा मात्रै हो। हेर्नुहोस्, त्यसकारण उसले जस्तो भेष गर्छ ऊ त्यसैको धर्मलाई फलो गरे जस्तो देखिन्छ। तर येशू ख्रिस्ट चाहिँ धर्म लिएर आउनु भएन, सुन्दर जीवन जिउन सकुन् मान्छेहरूले भनेर आउनुभयो। यसैले धर्मको विरुद्धमा धेरै बोलेर मानिसलाई नाना भाँति बोल्दा, नराम्रा शब्दहरू प्रयोग गर्दा मानिसहरू आफै नैतिकतामा पतन भएको हुन्छ। उनीभित्र भएको मनुष्यत्व हरास हुँदै गएको हुन्छ। यसै कारणले गर्दा आफू अनुशासित रहनुहोला, सबैलाई सम्मान इज्जत गर्नुपर्छ। हस्त, धन्यवाद।